Hello guys, welcome to my vlog. Hello guys, good morning. Welcome to my vlog. तो खाना बेला भइसक्यो के हो खाना गाइस जहिले नि हाम्रो खाना त्यही बनिहाल्छ भात लाने हैन साग गाइस आज यहाँ दाइलाई आज मेरो दाइले ब्लग किन गराएको छन् भनिदिउँ आज मेरो दाइलाई ज्वरो छ त्यही भएर सुति छन् ल अहिले उठानी हो खाना खाने अहिले खाना खाने हो यहाँ छन् जाऊ खान ल्याएर ल म खाना ल्याएर खान्छु छिटो बहिनी छिटो ल्याएर यो पानी सार त अब चाहिँ खान्छौँ खाना सनबार कति जाने हो तिमी र म मम्मी सो गाइज अहिले चाहिँ बेलुका भइसक्यो राति आज दिउँसो चाहिँ यसो गराएन भ्लग चाहिँ गराएन पुरै सन्चै थिएर पुरै पेट दुखेर टाउको दुखेर सुतिथे अनि हेर बहिनी खै के हो बहिनी खानु पाएको झालाइसक्यो उता त भजन मात्रै गाइछन् नि पारी गाउँ छ त्यहाँ भजन मात्रै गाइछन् यहाँ अब मेरो खुट्टा चाहिँ के टल्किन्छ आज नयाँ टल्किन्छ यसलाई त फालिदिनु जाऊ त यस्तो कस्तो टल्केर रहेछ क्या आज खुट्टा मेरो हेर त बहिनी मेरो खुट्टा ओ फेरि चल्न लाग जाऊ बोलिदिनु जाऊ ए सरी हान्यो ल मम्मी चाहिँ त खाना पकाउँदै हुनुहुन्छ यो प्लास्टर गरेपछि यता किचनले त झार्ने अनि यता झार्ने अस्तिको आउँछु भने थियो 6-7 दिन कालाउने 6-7 दिन पछि आउँछु अरे थियो त यतै टडिसक्यो म त 6-7 दिन त्यहाँका अस्ति यो भैँ पलासर अङ्कल भोलि हामीलाई भनेको थिएँ 1000 रुपियाँ लाग्थ्यो यो मान्छेले सामान रहन त खान्छ 1500 ए स्वाबिन मैले त्यत्रो पैसा दिदी घरको आएर बिहान आइदिनु होइन कि यहाँ बस्ने त्यहाँ मम्मीले चाहिँ आगो लाउनु छ अनि तपाईँलाई कहाँ बोलाइदिनु त खानेपानी अफिसमा ओ त्यहाँको हामी सानो तिमी जाने हो जाने त भाइ थाहा छैन कहाँ ठिकको त पार्नु पर्यो नि यति दिन गएको छैन म अरू बोलेको अस्ति हामी स्कुलमा गएको थियौँ नि हाम्रो फङ्सन थियो नि त्यति बेला हाम्रो डान्स फङ्सन थियो नि त्यति बेला हाम्रो डान्स क्यान्सल भएको होइन खै छोड
बाबु बाबु आउँछ यता के हो यो? भित्र हेर ए टिन यो म टिन के किन ल्याउनु तर ए त्यहाँ हाल्न त्यो खाली ठाउँ छ त्यहाँ हाल्न कहाँ खान्छ उता खाली ठाउँ छ त्यसैमा बाबु आज खतरनाक जग्गा हो त्यो नि गर्गेहरू घर यत्रो खाल्टो अनि आर्मीको तल हो बाग्ने थियो क्या भाग्ने थिएन ए एउटा बाघ त हिजोकै अलराइट गाइड्स म चाहिँ खाना खाएँ र अब चाहिँ म सुत्छु मलाई सन्चन छैन त्यति आज ओके सी यू टुमारो बाई बाई